चाहिँ हिँड्दैछु बिहान खानेकुरारी बाबासँग जाँदैछु म चाहिँ अब कालीपुखरी बसबाट आजको यात्रा हो जाँदैछु कालीपुखरी पार्क हिँडेको हामी चाहिँ बिहानबाटै सलकपुर आइपुगेका छौँ आज कालीपुखरी भोजपुर टुर हुँदैछ हिँडेको दुइटै भएपछि राति अलिक सुत्दैछ बाटोको कुद गराउनु जान्छ पानी परेर फेरि कहाँ धरान आइसकेको छ बाटो चालक हिलेमा रोकेका छौँ किनभने रोकिएको अब एकछिन जाने होइन अङ्कल छु म चाहिँ यहाँ पाहाड आइसकेको छु यहाँ म चाहिँ भोजपुर बजारमा छु आज चाहिँ यहाँ फोन स्विच अफ भएर मेरो राति चार्ज नहाली सुत्ने भएको गिद्दी भएको छ यहाँ चार्ज साथ छैन अहिले भर्खर चार्ज भयो भिडियोले यस्तो भयो त्यो चाहिँ यो भोजपुर नगरपालिका हो त्यहाँ चाहिँ दमकलहरू सबै थोक छ ए भोजपुर यस्तो छ गाउँ एरिया भोजपुर एरिया हो भोजपुरमा छौँ हामी यो चाहिँ होटलहरू अरे उयो चाहिँ सभाहाल नगरपालिकाको घरहरू यसले मलाई आज थोरै हिँडाइसकेन 12:30मा आइपुग्यो त्यहाँदेखि हिँडाइ छ अहिले मलाई वहाँ माथि माथि काका पुऱ्याएर ल्यायो भयो भोलि भनेको हामी अर्को ठाउँ जान्छौँ भोलि चाहिँ अब हामी भनेको उता कुन ठाउँ अरे त्यो ठाउँ म यहीँ छु त आमाले अटो कुदाएको अरे यहाँ भान्जाको 7 ओडिसक्यो बोलाएको त यार मासु लिन आएको हामी मासु चाहियो मासु लिन आइसकेको छौँ अनि मासुको भिडियोमा बना भरे ब्लग हेर ल युवराज ब्लगमा आउँछ तिम्रो यहाँ मासु चाहिन्छ भने सबैजना आउनु होला राम्रो मासु दिन्छन् बहिनीले चाहिँ रोस्ट खाँदैछ रोस्ट मासु कुखुरा